यो फर्सी त अब देख्दै खाउँ काचै खाउँ लाग्ने भइरहेछ। कतिलाई फर्सी मन पर्छ कमेन्ट गर्नु होला। खेतीमा फरक हुन्छ। यो कम्पोस्ट मलमा खेती गरेको करेलाहरू यस्तो दामी दामी फलेको छ। यहाँ देख्न सक्नुहुन्छ यो करेलाहरू यस्तो बबाल फलेको छ। भर्खर फल्न सुरु गरेको हो टक्कसँगले। यहाँतिर ठुल्ठुलो फलेको छ। यो अब खाँदा कस्तो टेस्टी होला। फेरि यो लगभग आँपहरूको सबैभन्दा राम्रो चाहिँ आँप अरे भन्ने सुनिएको छ हो। यहाँनिर देख्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो फलेको छ। यहाँनिर यी फलेको मेवा पपैया चाहिँ यस्तो दामी फल्दैछ। यो बजारमा किनेको चाहिँ पानी जस्तो क्या, अब च्याक हुन्छ, पानी जस्तो हुन्छ। त्यो खाँदा पनि खासै टेसिलो हुँदैन। तर यो चाहिँ अब यो बजारबाट यस्तै हुन्छ। यो खिरा बजारबाट ल्याएको पनि, तर पनि यो घरमा आफूले फलाएको खिरा चाहिँ टेस्ट अलग हुन्छ क्या। लोकल काँक्रा जस्तै टेस्ट अलग हुन्छ। अम्बकको यो यसको कलर एकदम दामी खालको क्या, रातो खालको छ। यसको पत्ताहरू हेर्नुहोस् यस्तो दामी देखिरहेछ। हेलो नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि फिट एन्ड फाइन छु। आज भने चाहिँ मैले यो सुँगुरको चाहिँ मलमूत्र भनौँ या यहाँको जति पनि सुँगुरबाट निस्किने मलहरू चाहिँ कहाँ प्रयोग गरिन्छ र कसरी प्रयोग गरिन्छ, यसको फाइदा के छ र किन चाहिँ यसरी यसलाई चाहिँ यो यिनीहरूको मुत एक जग्गा गरिन्छ र यो मुतलाई चाहिँ कहाँ लगिन्छ के गरिन्छ भन्ने कुरामा चाहिँ मैले भन्ने एउटा भिडियो बनाउन गइरहेको छु। विशेष गरेर यहाँ मेरो बुढीहरूले पनि यो मल चाहिँ कहाँ लाग्दैछ र यो मल के को लागि युज गर्दैछ यो पनि म भिडियो देखाउन गइरहेको छु। अनि यो विशेष गरेर यो सुँगुरहरूको मुत यो त झन् एकदमै बेस्ट हो। यो यसको फाइदा चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो पनि एकदमै लाभदायी भिडियो हो, किनभने हामी जस्तो गाउँघरमा बस्ने मान्छेहरूलाई चाहिँ यो मलको बारेमा थाहा हुनुपर्छ। यो मैले यो यहाँनिर पनि मल कठा गरेर राखेको छु। यसको पनि धेरै काम छ। यसको कामहरू पनि म तपाईँलाई देखाउन गइरहेको छु। र मेरो बुढीहरूले यो मल अहिले लिएर जाँदैछ। यो मल चाहिँ कहाँ हाल्छ र के गर्छ र कहाँ चाहिँ यसको सदुपयोग गर्छ त्यो पनि म तपाईँलाई देखाउन गइरहेको छु। विशेष गरेर यो मल चाहिँ एकट्ठा गर्नुको कारण चाहिँ त्यही हो। म तपाईँहरूलाई यसको यसको सदुपयोग म तपाईँलाई देखाउन गइरहेको छु। यहाँनिर यसको मुत पिसाब यसको यिनीहरूको पिसाबहरू पनि एकदमै काम लाग्ने कुरा हो। यो पनि म तपाईँलाई देखाउन गइरहेको छु। यो मल चाहिँ किन खेर जान दिँदैन र यो मल चाहिँ किन यसरी एकट्ठा गरेर राखिन्छ त्यसको बारेमा भिडियो बनाउन गइरहेको। तपाईँहरूलाई त थाहा भइसक्यो होला। यो हरियाली चाहिँ त्यही मलको कारणले हो। यो चाहिँ लौका, यतापट्टि लौकाहरू भर्खर फल दिँदैछ। यहाँनिर लौका यतापट्टि, अनि यो यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ लौका साथसाथै यहाँनिर तिते करेलाहरू, अनि यो आँप, यता खिरा काँक्राहरू एकदमै फलेको छ। म तपाईँलाई देखाउन गइरहेको छु। अनि यहाँनिर देख्न सक्नुहुन्छ आँप, यो सानो आँप, यो हाइब्रिड आँप मैले एउटा माछा दाइले ल्याएको थिएँ। 500 रुपियाँ बोटमा पोहोर मात्रै रोपेको। यस्तो ठुल्ठुलो खासै ठुल्ठुलो बोट चाहिँ भएको छैन, तर यस्तो ठुल्ठुलो फलेको छ। हेर्नुहोस् यहाँ टक्कसँगले हेर्नुहोस् त यत्रो ठुल्ठुलो फलेको छ। यो अब खाँदा कस्तो टेस्टी होला। फेरि यो लगभग आँपहरूको सबैभन्दा राम्रो चाहिँ आँप अरे भन्ने सुनिएको छ हो। यहाँनिर देख्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो फलेको छ। त्यो पनि यस्तो होचो बोटमा, सानो बोटमा यस्तो खतरा फलेको छ होइन। अनि यो यतापट्टि देख्न सक्नुहुन्छ खिराहरू, अनि यो पनि हाइब्रिड एक प्रकारको धेरै राम्रो। यो अम्बक हो। यो यसको कलर एकदम दामी खालको क्या, रातो खालको छ। यसको पत्ताहरू हेर्नुहोस् यस्तो दामी देखिरहेछ। उन्दापट्टि भुइँबाटै फलेको छ फेन्सिङ उन्दापट्टि हेर्नु न। यहाँनिर यी फलेको मेवा पपैया चाहिँ यस्तो दामी फल्दैछ। यो पनि एकदम लाभदायी हो शरीरको लागि। यहाँनिर फलेको छ, मजाले फल्दैछ। अस्ति चाहिँ भाले थियो, मैले भाले चाहिँ काटेर ख्याएको। अनि यो मैले सानो थियो त्यसलाई चाहिँ सारेर रोपेको, यो पनि फल्न थाल्यो। अनि यहाँनिर अब चाहिँ खिराहरू यस्तो मजाले फलेको छ।
यो चाहिँ मेन चाहिँ धेरै फलेको छ सबै चाहिँ यो सुँगुरकै मलको कारण यहाँनिर सुँगुरको मल घिनाउनेहरूको लागि चाहिँ यो केही पनि हुनेवाला छैन यो नघिनाउनेहरूको लागि चाहिँ बुढीले चाहिँ मजाले यसलाई चाहिँ मल दिँदैछ बोटमा मैले पनि अस्ति मल दिएको थिएँ यसरी मल दिएपछि चाहिँ मजाले फल्छ होइन यहाँ डेली टिपाइ खाइ हुन्छ टिपेर खाइ डेली यहाँनिर देख्न सक्नुहुन्छ यहाँ भित्र मजाले फलेको छ यहाँतिर उनीपट्टिबाट म तपाईँहरूलाई देखाउँछु उनीपट्टिको चाहिँ यहाँ घर नजिक पर्छ होइन किचन पनि यहीँ नजिकै छ किचनबाट उठायो टिप्यो खायो हुन्छ यता चाहिँ यतापट्टि त्यति फलेको छैन फलेको चाहिँ सबै खाइसकियो अनि उनीपट्टि चाहिँ टन्नै फलेको छ अब यहाँ म तपाईँलाई उनीपट्टि गएर नि भिडियो देखाउन गइरहेको छु यहाँ टक्कसँगले यो वारपार यो फेन्सिङ वारपार देख्न सक्नुहुन्छ यो वारपार खिरा अन्त यो तिते करेला अनि लौकाहरू हालिएको छ सिमीहरू हामीलाई चाहिँ किन्नै पर्दैन इनफ खानको लागि इनफ हुन्छ यहाँ इष्टमित्र साथीभाइहरूलाई दिने एकदम खानु पर्दैन र यो खिरै भए पनि यो खिरा अब बजारमा गयो भने जति पनि किनेर खान पाइन्छ तर बजारमा किनेर खानु र आफूले मलजल दिएर खानुमा धेरै फरक छ अब पैसा खर्च त लागेन त्यो तपाईँहरूलाई थाहै छ त्यो भनिराख्नुपर्ने कुरा होइन र पैसा खर्च मात्र नभएर पैसा खर्च त अब ठिकै छ त्यो पैसाकै जग्गामा छ तर यसलाई चाहिँ हेर्नुहोस् यस्तो मजाले फलेको छ पैसा खर्च भन्दा पनि हाम्रो स्वास्थ्यको लागि क्या एकदम दामी अब यो बजारमा किनेर खाएको खिरा र आफूले रोपेर फलाएर खाएको खिरामा एकदमै फरक छ यहाँतिर हेर्नुहोस् न यस्तो फलेको छ एकदमै फरक छ किनभने बजारबाट किनेर खाएको खिरा र आफूले फलाएको खिरामा चाहिँ एकदम फरक यो बजारमा किनेको चाहिँ पानी जस्तो क्या अब च्याक हुन्छ पानी जस्तो हुन्छ त्यो खाँदा पनि खासै टेसिलो हुँदैन तर यो चाहिँ यो बजारबाट यस्तै हुन्छ यो खिरा बजारबाट ल्याएको पनि तर पनि यो घरमा आफूले फलाएको खिरा चाहिँ टेस्ट अलग हुन्छ क्या लोकल काँक्रा जस्तै टेस्ट अलग हुन्छ यसको टेस्ट पनि अलग र गुलियो टाइपको अनि यो खाँदाखेरि नै मिठो हुन्छ धेरै नै मिठो हुन्छ यो खाँदाखेरि अब बजारबाट ल्याएको त्यो पानी जस्तो अनि हामीले फलाएको चाहिँ लोकल काँक्रा जस्तै क्या गुलियो टाइपको कुरुम क्या मिठो हुन्छ है खिरा मन पराउनु हुनेहरू चाहिँ कमेन्ट गरेर साथ दिनु होला कसलाई खिरा मनपर्छ र खिरा चाहिँ यो गरम टाइममा एकदमै राम्रो हो खिराले चाहिँ शरीरलाई एकदमै फाइदा पुऱ्याउँछ खिरा खाने मान्छेहरूको शरीरमा पानीको कम्ती कहिले पनि हुने छैन किनभने खिराबाट पानी 90% पानी पाउँछ खिराहरूबाट खिरा काँक्राहरूबाट र तिते करेला पनि एकदमै राम्रो हो तर विशेष गरेर तिते करेला चाहिँ यो प्रेसर लो हुनेको लागि चाहिँ बिसरा हो तर प्रेसर एकदम कन्ट्रोल भएको मान्छेहरूको लागि चाहिँ तिते करेला एकदमै राम्रो हो म तिते करेलाहरू पनि तपाईँहरूलाई यहाँ अलिअलि फलेको छ उम्बोकोटी बारीमा मजाले फलेको छ म तपाईँहरूलाई त्यो उम्बोकोटी बारीको पनि देखाउन गएको छु यहाँनिर टमाटरहरू देख्न सक्नुहुन्छ यो मौसमी खेती टमाटर पनि फल्न त फलेको छ राम्रोसँगले नै यहाँ देख्न सक्नुहुन्छ मैले पाकेकोहरू चाहिँ हिजो टिपेर घरमा लगेँ यहाँतिर टमाटरहरू फलेको छ यहाँतिर फर्सी एकदमै लडेको छ यो मलाई चाहिँ यो कोपी रोपेपछि थाहा भयो क्या कोपी चाहिँ एउटा चाहिँ बजारबाट किनेर ल्याएँ अनि आफूले रोपेको र बजारबाट तुलना गरेँ वेटमा पनि मिलेन र त्यसको खँदिलोपन हुन्छ नि टाइट त्यसमा पनि मिलेन र खाँदाखेरि पनि मिलेन मैले काँचो कोपीहरू खाएर हालेको पनि भिडियोहरू तपाईँलाई थाहा छ हामीले बनाएको जुन हामीले रोपेको कोपीहरू चाहिँ एकदमै दामी खाँदाखेरि पनि गुलियो टाइपको होइन रसिलो टाइपको तेलहरू हाल्दाखेरि पनि मजाले तेलहरूसँग उयो हुने तर बजारबाट ल्याएको चाहिँ तपाईँको त्यो चेक पानी जस्तो मात्रै क्या त्यति फरक हुन्छ अर्ग्यानिक र यो अर्ग्यानिक नेचुरल र यो बजारबाट ल्याएको कुराहरू चाहिँ त्यतिमा फरक हुन्छ यो कम्पोस्ट मलमा खेती गरेको करेलाहरू यस्तो दामी फलेको छ यहाँ देख्न सक्नुहुन्छ करेलाहरू यस्तो बबाल फलेको छ भर्खर फल्न सुरु गरेको हो टक्कसँग
ज्यादा फलेको छ, उँभोपट्टि चाहिँ कम्ती कम्ती रहेछ। करेला चाहिँ खासै खाएको छैन। नेपालबाट हाम्रो मेरो ससुराबा पनि आउनुभएको छ नि त, उहाँले चाहिँ करेला प्रेसर अलिकति लो भएको कारणले करेला खानुहुन्न, त्यही भएर करेला हामीले त्यति खाएको छैन। करेला लाग्दैछ चिला पुरा लाग्दैछ। यो भयो करेला। अनि यतापट्टि देख्न सक्नुहुन्छ यो यहाँ चाहिँ हामीले पहिले कोपी खेती गरेको थियौँ। यहाँ चाहिँ अहिले खोर्सानीहरू रोपेको छौँ। यहाँनिर खोर्सानीहरू पनि चिचिला लाग्दैछ। खोर्सानी चाहिँ अलिकति सिजन थाहा नभएको कारणले अलिक ढिलो भयो, भर्खर फुल्दैछ। यतानिर अब यता चाहिँ शीत छ, शीतमा चाहिँ पस्नु हुँदैन। यो उयस फर्सीमा चाहिँ शीतमा पस्नु हुँदैन, किनभने मसिनो चिचिलाहरू लाग्दैछ। शीतमा चाहिँ हल्लियो भने यो कुहिएर झर्ने सम्भावना हुन्छ, त्यही कारण म शीतमा यता पस्न चाहिन्न। मसिनो पुरा फलिरहेको छ। हिजो म दिउँसो घाम लागेको बेला आएको थिएँ, पुरा लाग्दैछ, खाइँदै पनि छ, एकदम मिठो पनि हुँदैछ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यतापट्टिको टमाटर, यहाँनिर चाहिँ एकदमै दामी फलेको छ। हेर्नुहोस् है, यस्तो दामी फलेको छ, पुरा फलेको छ। यहाँतिर चाहिँ एउटै बोटमा लगभग 3-4 केजीको डरले फलेको छ। यहाँ हेर्नुहोस्, यहाँतिर पनि पुरा फलेको छ। यहाँतिर ला यो त भाँचिएछ, यसलाई टेकुवा दिनुपर्ने थियो, ज्यादा भएर भाँचिएछ। तर यो अब पाकिहाल्छ, यो गरममा छिट्टो पाक्छ होइन। अन्त भित्र चाहिँ म छिर्न चाहिनँ, थोरै देखाउन चाहेँ। यहाँनिर हेर्नुहोस् फर्सी यस्तो दामी फलेको छ। यो फर्सी त अब देख्दै खाउँ काँचै खाउँ लाग्ने भइरहेछ। कतिलाई फर्सी मनपर्छ कमेन्ट गर्नु होला। यो फर्सी यहाँनिर दामी फलेको छ। मैले हिजो एउटा ठुलो फलेको चाहिँ दिउँसो टिपेर लगाएको थिएँ। यो चाहिँ अहिले चाहिँ हल्लाउनु हुँदैन नि त, त्यही कारण चाहिँ म भित्र पस्नै छैन क्या। भित्रभित्र पुरा फलेको छ फर्सी, भित्रभित्र पुरा फलेको छ। कक्का मैले हिजो पनि यहाँबाट टिपेर लगाएको थिएँ, पुरा फलेको छ। वा यहाँ पनि रहेछ, हेर्नुहोस् है साथीहरू, यहाँ यस्तो दामी फलेको रहेछ। यहाँ क्या यो चाहिँ अलिकति झार्नु रहेछ, अलिक घाम दियो भने चाहिँ यो छिट्टो बढ्छ क्या। यो चाहिँ यो सब यसको यो सबै हरियो परियो फल्नुको रात चाहिँ त्यही हो। अब ल यो चाहिँ अलिकति घिनाउनु भएन होइन, मल चाहिँ एकट्ठा गर्ने, बाल्टीबाट उठाउने, यसको पिसाबहरू सुँगुरहरूको पिसाबहरू मलहरू चाहिँ यसको बोट कहाँ छ त्यहाँ हालिहाल्ने। अब हामीले यो 2-3 बोट हालेकोमा यो यत्रो ठुलो बारी सबै ढाकेको छ, यत्रो ठुलो बारी सबै फर्सीको लहराले ढाकेको छ। अनि यो मलकै कारण सुँगुरको मल चाहिँ छिट्टो लाग्छ क्या, तर लङ टाइम हुँदैन, 6 महिना काम दिन्छ। 6 महिना चाहिँ एकदम छिटो लाग्छ। मेरो बुढी यति मेहनत दिनु छ होइन, मल हालेको मल हाल्यो। अनि फर्सी त नफाइ हुन्छ। अब अलिक हप्ता दिन बाददेखि म फर्सी चाहिँ अलिकति ज्यादा फलेपछि म सेल गर्न थाल्छु। यता मेरो काले दाइ पनि निकै फिरिएर निकै बलियो हुँदैछ। बिहान चाहिँ अहिले यो बोको पेटमा छ, अब यसलाई खोलिदिएर चाहिँ बाहिर चल्न निकाल्नुपर्छ। अनि यता यो साइडतिर पनि हामीले बारी चाहिँ कहीँ छोडेको छैनौँ है, मलको कारणले चाहिँ यसरी भाँगिएको छ। यतापट्टि मलको हाल्ने फर्सीहरू, यतापट्टि सिमीहरू भाँगिएको छ, फल्दैछ। भित्रभित्र म जान चाहिनँ, किनभने यो हल्लियो भने चाहिँ कुहिएर जाने भएकोले म भित्र जान चाहिनँ। सो मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मेरो च्यानलमा जोडिनु होला। हामी सँगै अघि बढ्नेछौँ, किनभने हामी जस्तो सानो युट्युबरलाई एकअर्कामा एकदमै सहयोगको जरुरत हुन्छ। त्यही कारण एकअर्कामा सहयोग गरेर अघि बढौँ। र मेरो च्यानललाई फुल वाच गरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र म पनि तपाईँहरूको च्यानललाई फुल वाच गरिदिनेछु, तपाईँहरूको च्यानल भनौँ या तपाईँहरूको भिडियोलाई। सो मेरो भिडियोलाई फुल वाच गरिदिनु भयो तपाईँलाई थ्याङ्क यू सो मच सबैजनालाई। फेरि भेटौँला, थ्याङ्क यू।